जब तपाईलाई जिन्दगीले घुँडा टेकाउँछ तब तपाईलाई तपाईको आत्मविश्वासले उभिन सिकाउँछ। भगवानले तपाईलाई भत्काएको होइन, तपाईलाई बलियो बनाउनको लागि चोट दिइरहेका छन्। त्यसैले सहनुहोस्, किनकि हीरा बन्न पनि हीराले धेरै चोट सहनु पर्छ। जसले दुःख पीडा र हरेक चोटलाई सहेर अगाडि बढ्छ उही नै भोलिको दिनमा चम्किने गर्छ। जब सबैले छाडेर जान्छन् तब एउटै कुराले तपाईलाई समातेको हुन्छ, जो तपाईभित्र लुकेर बसेको छ। जसले आज दुःख पीडा र मेहनतले आँखा भिजाउँछ उसैले भविष्य साकार गर्छ। त्यसैले आँसु नछोप्नुहोस्, त्यो त तपाईको दुःख मेहनत पीडा र परिश्रमको सिपाही हो। हार्नु भन्दा पहिले एउटा कुरा बुझ्नुहोस्, आजको पीडा आजको दुःख भोलिको सफलता बन्नेछ। त्यसैले सहन सिक्नुहोस्, किनकि असली लडाकु असली विजेता त त्यो हो जसले हरेक दुःख पीडालाई झेलेर पनि अगाडि बढ्न सक्छ। तपाईलाई अहिले कमजोर जस्तो लाग्छ होला, तर होइन, तपाई त्यो फल हो जुन पाक्न लागेको छ। अनि याद गर्नुहोस्, एक दिन सबैलाई त्यो फल मिठो लाग्नेछ। दुनियाँले त सक्दैनस् भनिरहँदा पनि तपाई चुपचाप काम गरिरहनुहोस्, किनभने इतिहास लेख्नेहरू कहिले कराउँदैनन्, उनीहरूले गरेर देखाउँछन्। असली हिम्मत, असली क्षमता, असली सहनशक्ति त त्यो हो जब तपाईलाई हाँस्नै मन छैन, तपाई दुःख पीडामा बल्झिरहनु भएको छ, तब पनि तपाई मुस्कुराएर ती हरेक दुःख पीडा र समस्यालाई झेल्न सक्नुहुन्छ भने तपाई नै असली लडाकु हो। आफ्नो सपनालाई यति सस्तोमा नबेच्नुहोस्। तपाई त्यो पात्र हुनुहुन्छ जसको कथाले एक दिन लाखौंलाई रुवाउनेछ र बिउजाउनेछ। तपाई सकिएको होइन, थाकेको मात्र हो। जीवनमा थाकेर सुस्ताउनु पर्छ, तर कहिले रोकिनु हुँदैन। तपाई अहिले जुन दुःखमा हुनुहुन्छ त्यो नै तपाईको भविष्यको ठूलो शक्ति बन्नेछ। त्यसैले धैर्य गर्नुहोस् र आफूमा विश्वास गर्नुहोस्। तपाईले जस्तोसुकै आँधी तुफानलाई पनि पार गरेर अगाडि बढ्न सक्नुहुनेछ। हिम्मत हार्ने मान्छे कोही अगाडि बढ्दैन, तर हिम्मत गरेर अगाडि बढ्ने मान्छे नै सफल बन्छ। तपाईलाई संसार बदल्नु छ, आफ्नो परिवारको अवस्था बदल्नु छ भने पहिले आफूलाई बदल्नुहोस्।